यदि तपाईँहरू यहाँ आउँदै हुनुहुन्छ भने केही कुराहरूको चाहिँ ध्यान दिनु होला। त्यस्ता भन्नुपर्दाखेरि चाहिँ यो माई पोखरीको चाहिँ 9वटा कुना छ र एउटा कुनाबाट 9वटा कुना चाहिँ तपाईँहरू हेर्न सक्नु हुँदैन। र यो बाटो जुन हेर्दै हुन्छ यदि तलबाट जानु भने चाहिँ यो चाहिँ मेची राजमार्ग हो भने यो छोडेर हामीहरूलाई अलिकति माथि लाग्नुपर्छ। बाटोको हालत भन्नुहुन्छ भने चाहिँ यस्तै छ। टिकट सेन्टर रहेछ तर आज चाहिँ फ्री रहेछ र हामीहरू चाहिँ आज फ्रीकै अवसरमा आएछौँ। सम्पूर्णलाई नमस्कार, मेरो नाम हो रोहन पोखरेल। यदि तपाईँहरू इलाम घुम्न आउँदै हुनुहुन्छ परिवारसँग र परिवारहरूलाई लगेर कहाँनिर जाउँ, इलाममा कुन ठाउँ छ होला घुम्ने भनेर तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने यो भिडियो तपाईँहरूकै लाग्यो। र आज चाहिँ हामी जाँदैछौँ माई पोखरी। यो चाहिँ इलामको मलाई लाग्छ सायद साह्रै अन्डररेटेड ठाउँ हो। मान्छेहरूले सायद कसैलाई थाहा छ होला, कसैलाई थाहा छैन होला, तर यो ठाउँको बारेमा सायद तपाईँहरूले थाहा पाउनु नै पर्नेछ। यसको सुन्दरताको बारेमा, यसको विशेषताको बारेमा र यसले धार्मिक विशेषता पनि बोकेको छ। त्यही भएर तपाईँहरूले थाहा नै पाउनुपर्ने जस्तो लाग्छ यो ठाउँको बारेमा। त्यही भएर आज हामीहरू तपाईँहरूलाई लगेर जाँदैछौँ माई पोखरी। तपाईँहरूलाई म फेरि पनि स्वागत गर्न चाहन्छु पोखरेल ब्याकप्याकरको एपिसोड नम्बर 2 मा, जहाँ चाहिँ हामीहरू तपाईँहरूलाई लगेर जाँदैछौँ माई पोखरी। र हाम्रो चाहिँ यात्रा सुरु हुँदैछ इलामबाट। इलाम जिल्लाकै सदरमुकाम या फिर भनौँ राजधानी। इलाम काठमाडौँ जतिको तेज त दौड्दैन, तर पनि यहाँ पनि जीवन रोकिने भन्ने कुरा हुँदैन। कतिको सपना बोकेको सहर, कतिको आश बोकेको सहर। हामीले आफ्नो गन्तव्यको सुरुवात गऱ्यौँ यही इलामबाट। र इलामबाट केही अगाडि गएर तपाईँहरू बिब्लाटे भन्ने ठाउँ आउँछ। र बिब्लाटेबाट एराउन्ड अलमोस्ट आधी किलोमिटरदेखि 1 किलोमिटरदेखि हल्का अगाडि आउनुभयो भने यो बाटोहरू भेट्ने हुनेछ। र यो बाटो जुन हेर्दै हुन्छ यदि तलबाट जानु भने चाहिँ यो चाहिँ मेची राजमार्ग हो भने यो छोडेर हामीहरूलाई अलिकति माथि लाग्नुपर्छ। यहाँ पनि देख्न सक्नुहुन्छ माई पोखरी 11 किलोमिटर। र सन्दकपुर जाने बाटो पनि यही हो। यहाँ हल्का माथि गएर राइट साइड गएर सन्दकपुर जाने बाटो। यो चाहिँ हल्का बिब्लाटेदेखि एराउन्ड कति 1 किलोमिटर जति तपाईँहरू यता आउनु भएपछि पाँचतर्फ यता आउनु भएपछि यहाँबाट हामी उकालो लाग्नुपर्छ। हामीले हाम्रो यात्राको सुरुवात गऱ्यौँ र केही क्षण अघि बढ्ने बित्तिकै हामीहरूले आफ्नो दाहिनेतर्फ सन्दकपुर जाने बाटो छोडिकन सिधै माई पोखरीको तर्फ लाग्यो। सायद बर्खाको मौसम भएर होला, चारैतिर हरियो र बाटो पनि एकदम सुन्दर र शान्त थियो। हामीहरू हाम्रो गन्तव्यको तर्फ अगाडि बढिरहेका थियौँ। सुन्दर वातावरण र चिसोलाई महसुस गर्दै हामी अगाडि बढी नै रहेको थियौँ र गाउँले घरहरू हेर्दै रमाउँदै अघि बढ्दै थियौँ। तर सायद हाम्रो यो रमाइलो केही क्षणको लागि मात्रै थियो। एक्कासी पानी पर्न थाल्यो र हामीहरू जुन बाटोलाई शान्त र सुन्दर भन्दै थियौँ त्यसले आफ्नो भयानक रूप लिन आँटेको थियो। बाटोको हालत भन्नुहुन्छ भने यस्तै छ। र यदि अलिक नयाँ बाइक कुदाउने हुनुहुन्छ भने चाहिँ अभोइडै गर्नु होला भन्न चाहन्छु। त्यो बाटो जुत्ताको हालत त्यस्तो, बाटोको हालत त्यस्तो। यदि तपाईँलाई अफरोड कुद्ने बानी छैन र हिलोमा पनि कुद्ने बानी छैन भने चाहिँ यो बर्खाको बेलामा चाहिँ नआउनु नै होला। हामी चाहिँ अलिक जिद्दिनै परियो र आइहाल्यो। आएर पनि पानी परिरहेको छ, रेनकोट लगाएर फेरि जाडो जसरी हिँड्दैछ। बाटो यस्तो चाहिँ हिलो। पहिला आउँदा त्यस्तो थिएन, तर अहिले झन् यस्तो यताबाट नै आउँदै हुन्छ को। एक्लै चाहिँ अलिक नआउनु नै भन्छु यो बाटोमा म। एक्लै आउन खोज्दै हुनुहुन्छ भने चाहिँ। तर अब धेर टाढा छैन, यहाँ हल्का लगभग 500-600 मिटरमा चाहिँ हामीहरू माई पोखरी आइपुग्छौँ। ओके, हाम्रो राइडर सर र बाइकको हालत कस्तो छ भन्नुहुन्छ भने यस्तो छ। बाटो बिजोक चोरे। केही भन्नु छ हजुरलाई बाटोको बारेमा? केही छैन, बुझिहाल्नु होला। र यो चाहिँ ट्याक्कै गेट भयो। अब यहाँनिर हामीले टिकट काट्छौँ र भित्र जान्छौँ र टिकटको प्राइस कति छ त्यो पनि हामी तपाईँलाई भनिदिन्छौँ। यहाँनिर यो होटेलमा आएको छौँ। अब यहाँ यसो चिया नास्ता गर्छौँ अनि मात्र भित्र घुम्न जान्छौँ होला। हालत छ बाटोको लगभग 5-10% बाटो चाहिँ एकदम खराब, जादु भएर हिँडिएको छ। चाहिँ सबैजना युट्युबरहरू आउनु भएको रहेछ। तपाईँहरूले चिन्ने युट्युबर हुनुहुन्छ भने प्लिज मेन्सन हान्नु होला तल। रोयल चियाहरू यहाँ खाजा खान बसेको छु र यो एकदमै साह्रै एस्थेटिक रेस्टुरेन्ट रहेछ। म तपाईँहरूलाई देखाउँछु, एकदम क्लोजी टाइपको। पुलिस की गाड़ी के पास खड़े 2 गुंडे पुलिस से कहते हैं कि जाओ और जैक को पकड़।
यति राम्रो र यति एस्थेटिक रेस्टुरेन्ट यहीँको स्थानीयले चलाउनु भएको देख्दा मलाई एकदमै खुसी लाग्यो। यति राम्रो रेस्टुरेन्ट भएपछि त पर्यटकहरूलाई पनि सहज र सुविस्ता पनि हुने भयो। यहाँ चाहिँ हामीहरू मोमो खाँदैछु। सर रिभ्यू दिनुहोस्। ठिक छ। सँगले माइपोखरीको गेट भयो। यो चाहिँ टिकट सेन्टर रहेछ तर आज चाहिँ फ्री रहेछ र हामीहरू चाहिँ आज फ्रीकै अवसरमा आएछौँ र यहाँबाट टक्क हामीहरू भित्र छिर्यौँ। यस्तो राम्रो ठाउँ छ हिँड्नलाई र यताबाट हामी तल र किन फ्री रहेछ भनेर चाहिँ हाम्रो सरलाई थाहा छ। म सरलाई सोधेर भन्छु ल। सर आज यहाँ किन चाहिँ फ्री इन्ट्री भएर छ? त्यो ठेक्का परेको छैन अरे। हजुर। अनि त्यही भएर अहिले चाहिँ अब ठेक्का नपरिन्जेलसम्म फ्री नै इन्ट्री अरे। आमामा पानी त सानो आयो। पानी त सानो आएन। यहाँनिर धन्न हामी हल्का छायामा छौँ तर वर्षाले गर्दा होला हरियो चारैतिर। अझै हामी भित्र हिँड्दैछौँ र यसरी साइड साइडमा झन्डा लाउनु भएको रहेछ र हिँड्नलाई पुरै के भन्नु इँटाहरू बिछाउनु भएको रहेछ। यसलाई इँटै भन्छ होइन? यसले इँटै भन्छ। ए ब्लकहरू बिछाउनु भएको रहेछ र यहाँ तल चाहिँ माइपोखरी। हामीहरू चाहिँ साइड साइडमा हिँड्दैछौँ भने एकदम कोही हुनुहुन्न। अहिले बर्खाको बेलामा हामी पनि एकदम जादु जस्तो भएर हिँडिरहेको छौँ। यस्तै छ अहिलेलाई हाम्रो अवस्था। यहाँबाट तल जाने ठाउँ छ। यहाँ जाने मलाई लाग्छ यो ठाउँ माइपोखरीको पानीले गर्दा हरिरहन्छ होला। तैपनि सायद बर्खाको मौसम भएर होला यो ठाउँको हरियाली अझै बढेको थियो र यो ठाउँको त्यो पोजिटिभ इनर्जी र सकारात्मक ऊर्जाले गर्दाखेरि हामीलाई पनि एकदम आनन्दित अनुभव भइरहेको थियो। यो चाहिँ हल्का अहिले पानी पर्दैछ र यहाँनिर चाहिँ लोटसहरू पनि एकदम फुल्न थालिछ। साइडमा हिँड्ने एकदमै राम्रो ठाउँ बनाउनु भएको रहेछ। मतलब राम्रो बाटो बनाउनु भएको रहेछ। यहाँ साइडमा पोखरी हामीहरू यहाँ साइडमा हिँड्दैछौँ। यहाँ चाहिँ दामी ठाउँ बनिएको रहेछ लाइक नेचरले नि बनाइदिए जस्तो। यो चाहिँ सबै गुराँसको बोटहरू हो र यहाँनिर सिजनको बेला चाहिँ राम्रो गुराँस फुल्छ होला। यहाँबाट चाहिँ राम्ररी उयो देखिने रहेछ माइपोखरी। यो स्पटमा आउनुहुन्छ चाहिँ त्यसरी पुरै भ्यू हेर्न सक्नुहुने रहेछ माइपोखरीको। अघि हामीहरू कता थियौँ? सायद यो साइडतिर सायद कतै थियौँ हामी। अन्त यहाँ छौँ। यहाँनिर चाहिँ एउटा भवन रहेछ र सायद यहाँ केही पूजापाठ हो। यहाँनिर चाहिँ सायद केही हवनहरू हुने स्थान रहेछ। यहाँनिर छ एकदमै राम्रो ठाउँ। यहाँ फोटोसुटहरू गर्नको लागि चाहिँ राम्रो छ र यदि फ्यामिलीसँग आउनु भने चाहिँ झनै राम्रो छ। तर बाटो चाहिँ अलिकति बुझेरै आउनु होला र यहाँभित्र त एकदम सफा सुग्घर छ। यसरी ठाउँ ठाउँमा डस्टबिन राखिदिनु भएको रहेछ। यो चाहिँ साह्रै राम्रो लाग्यो मलाई र बाटोहरूमा पनि यसरी ढुङ्गा हालिदिनु भएको रहेछ। यसो भएर चाहिँ चिप्लिँदैनौँ। न त म तपाईँहरूलाई यो ठाउँको बारेमा शब्दमा बयान गर्न सक्छु न त वाक्यमा। जबसम्म तपाईँहरू यो ठाउँमा आएर आफै अनुभव गर्न सक्नुहुँदैन यहाँको शान्ति तबसम्म सायद यो भिडियो पनि तपाईँहरूलाई कम पर्न सक्छ। यो रुख चाहिँ एकदम अचम्म पाराले कहाँ बिच बाटोमा छ। सायद कतै चट्याङले हानेर यता झारेको कि हो जस्तो छ। यहाँनिर हेर्नुहोस् त सब चट्याङले हो कि हावाहुरी हो। टक्क यहाँनिर पुरै रुखै आदि बनाइदिइरहेको छ। एकदमै नयाँ नयाँ कुराहरू देख्न पाइरहेको छौँ। यसो अहिले त बर्खा छ र हामीहरू रेनकोट लाएर हिँड्दैछौँ र हल्का यो पनि चिप्लो छ। नभने तपाईँहरू अलिक हिउँदोको बेला आउनु भने चाहिँ एकदम राम्रो हुने रहेछ। यसरी ल्यास हुँदैन र तपाईँहरू एकदम नर्मल्ली हिँड्न सक्नुहुन्छ। यहाँ चाहिँ अर्किडहरू त छ नि टन्नै अर्किडका फुलहरू र
यसरी फार्म हाउस प्रिजर्भ गरेर राख्नुभएको रहेछ। सायद यो यहीँको लागि हो कि सायद बेच्नु पनि हुन्छ, त्यसको बारेमा चाहिँ हल्का हामीलाई जानकारी भएन, तर राख्नुभएको रहेछ। यिनीहरू चाहिँ जडीबुटी नर्सरी, अर्किड नर्सरी यसरी राख्नुभएको रहेछ। फेरि हामी जङ्गलकै बाटो। त्यहाँनिर एकपल्ट के छ भने धेर मान्छे हुनुहुन्न, अब यो बर्खाको बेला त्यस्तो साह्रो आउनु पनि हुँदैन, त्यही भएर एकदम शान्त छ वातावरण, हामीलाई पनि मजा आइरहेको छ। त्यो तपाईँहरू पनि बर्खामा आउन सक्नुहुन्छ भने अलिक होस गरेर आउनु होला, तर आउनु भने एकदमै तपाईँहरूलाई पनि आनन्दित हुनेछ। सायद यहाँनिर मन्दिर छ कि गुम्बा, अहिले हामीले त्यतै जाँदैछौँ। र यहाँ चाहिँ गुम्बाको गेट रहेछ ठुलो, र यहाँ गुम्बा पनि रहेछ, र सायद अहिले बन्द हो जस्तो छ। यहाँ ताला लगाइराख्नु भएको छ, भन्दै रहेछ। बाहिर गएर त्यहाँ गुम्बामा पुगिकन आयौँ। अनि हामी फेरि भित्रकै बाटो लाग्यौँ, र हल्का बाटोहरू चाहिँ यताबाट एक ठाउँ अर्को बाटोबाट अर्को ठाउँ जाने ठाउँ रहेछ, र हल्का कन्फ्युजिङ रहेछ, ध्यान दिएर आउनु होला। र यहाँ चाहिँ चिप्लिने चाहिँ साह्रै धेरै सम्भावना छ, र बर्खामा आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति हिँड्दाखेरि चाहिँ यसरी मजाले भिडियो बनाउँदै नहिँड्नु होला, सायद लड्न सक्नुहुन्छ। यो चाहिँ भोलेनाथको प्रतिमा या मूर्ति हुनुहुँदो रहेछ। र यसको ट्याक्कै पछाडि हेर्नुहुन्छ माई पोखरीको तपाईँहरूलाई विशेषता भन्नुभयो। यसको सबभन्दा ठुलो विशेषता भनेको त यहाँको सुन्दरता र शान्त वातावरणलाई नै म सबभन्दा प्रथम विशेषता राख्न चाहन्छु। र दोस्रो विशेषता भनेको 2100 मिटरको अल्टिट्युडमा रहेको छ यो। र अर्को विशेषता चाहिँ यसको ट्याक्कै माई पोखरीको आकार चाहिँ स्टारको सेपको छ, र यहाँनिर करिब 300 प्रजातिको चराचुरुङ्गीहरू पाइन्छ। र सायद यो एउटा यस्तो स्थान हो जहाँ चाहिँ तपाईँलाई 12 महिना चाहिँ हरियाली पाउन सक्नुहुनेछ। र यसको सुन्दरताको त मैले विशेषता गरि नै हालेँ। र यहाँ चाहिँ तपाईँले अनेकौँ किसिमको माछाहरू पनि देख्न सक्नुहुनेछ, र यसको आफ्नै धार्मिक विशेषता त छँदैछ नै। फिल्म चाहिँ आउँदै हुनुहुन्छ भने यो माई पोखरी ठाउँलाई चाहिँ आफ्नो बकेट लिस्टमा राख्न सक्नुहुन्छ। साह्रै नै राम्रो, र सायद हामीहरू बर्खाको बेला आएर होला, चारैतिर हरियाली र धार्मिक स्थलले गर्दाखेरि एकदम शान्त वातावरण। र यहाँको सबभन्दा राम्रो चिज चाहिँ मलाई के लाग्यो भने यहाँ फोहोर तपाईँहरूले कहीँ पनि देख्न सक्नुहुँदैन, ठाउँ ठाउँमा डस्टबिन राखिदिएको छ। र तपाईँहरू पनि आउनुभयो भने चाहिँ कृपया प्लिज डस्टबिनको युज गर्नु होला, र आफूसँग भएको धुप बातीहरू चाहिँ त्यो खोलहरू चाहिँ डस्टबिन हाल्न सक्नुहुन्छ। र ठाउँ चाहिँ भन्नुहुन्छ भने एकदमै राम्रो, र हल्का पानी पनि परिरहेको छ। र तपाईँहरू आउँदाखेरि छाताहरू चाहिँ ल्याउन नबिर्सिनु होला। र फ्यामिलीसँग आउँदै हुँदैछ भने त बेस्ट प्लेस हो, धार्मिक स्थल पनि हो। र तपाईँहरूको कोही धार्मिक व्यक्ति हुनुहुन्छ घरमा भने उहाँहरूको लागि त एकदम पर्फेक्ट ठाउँ हो, शान्त वातावरण, त्यस्तो भिडभाड पनि छैन यहाँनिर। तपाईँहरू यहाँ आउँदै हुनुहुन्छ भने केही कुराहरूको चाहिँ ध्यान दिनु होला। जस्तै मैले एउटा त भनिहालेँ, फोहोरहरू जताभावी नफाल्नु होला, यसरी डस्टबिन राखिदिनु भएको रहेछ, र डस्टबिनमै हाल्नु होला जति पनि धुप अगरबत्तीहरू बालेर त्यसको खोर हुन्छ। किनभने यहाँनिर माई पोखरीको यहाँनिर जो पनि हुनुहुन्छ व्यवस्थित गर्ने, उहाँहरूले चाहिँ एकदमै सफा गरेर यो ठाउँ राख्नुभएको रहेछ। र तपाईँहरू पनि आउनुहुन्छ भने प्लिज त्यसको चाहिँ ध्यान राखिदिनु होला। र दोस्रो कुरा चाहिँ के भन्दाखेरि धेरैजनाको बानी हुन्छ, म कसैलाई कम्प्लेन गरेको होइन, तर बानी हुन्छ कि गीत थर्काउँदै हिँड्ने, गीत बजाउँदै हिँड्ने, त्यस्तो चाहिँ यहाँ नगरिदिनु होला। यो एकदमै शान्त वातावरण भएको ठाउँ रहेछ, र यहाँनिर आउनु भने प्लिज त्यो पनि मेन्टेन गरिदिनु होला। र यहाँ पोखरी छ, र पोखरीमा गएर हातखुट्टा धुनुहुन्छ त्यो आफ्नै ठाउँमा छ, तर भित्रै छिरेर फुल टिप्ने कोसिस चाहिँ नगर्नु होला। सायद यो पोखरी गहिरो पनि छ होला, र त्यो फुल टिपेर त्यो ठाउँको सुन्दरतालाई नोक्सान पुर्याउने काम चाहिँ केही नगरिदिनु होला। यही चाहिँ हाम्रो अनुरोध हो। अब हाम्रो त अनुरोध हो, अब त्यो गर्नुहुन्छ गर्नु हुँदैन, त्यो तपाईँहरूकै हातमा छ। र अघि चाहिँ मैले यो ठाउँ तपाईँहरूलाई सायद परबाट देखाएको थिएँ, अहिले चाहिँ हामीहरू यहीँनिर आयौँ। र यो एकपटक चाहिँ मलाई साह्रै मन पर्यो। म हरेकचोटि तपाईँहरूलाई भनि नै रहेको छु कि फोहोरको व्यवस्था चाहिँ एकदम राम्रो गर्नुभएको रहेछ, ठाउँ ठाउँमा डस्टबिन, र यसलाई चाहिँ प्लिज मेन्टेन गरेर राखिदिनु होला। र यो सुन्दर नजारा हेर्नको लागि चाहिँ
माई पोखरी आउनु नबिर्सिनु होला। र अहिले चाहिँ हामीहरू ट्याक्कै उताबाट छिरेर यताबाट निक्लिसक्यौँ र यहाँ चाहिँ ट्याक्क हाम्रो एन्ड पोइन्ट आइसकेको छ भने यहाँ हामीले जहाँबाट सुरु गरेको थियौँ त्यो ठाउँमा। र यदि तपाईँहरू आउनुहुन्छ भने मेरो विचारमा पक्कै पनि आउनु होला। र किन हाम्रो कुकुरले एकदम भुकेको छ। टोक्न चाहिँ नटोक कान्छ। यहाँनिर चाहिँ जोर पोखरी भन्ने अझै अर्को पनि पोखरी रहेछ। र यो चाहिँ तपाईँहरू जब इलामबाट आउनुहुन्छ तब यता आउँदा आउँदै देखिहाल्नुहुन्छ। र यही बाटो हुँदै हुँदै तपाईँहरू माई पोखरी पुग्नुहुन्छ। यहाँनिर त्यो जुन रुखहरू देखिराख्नु भएको छ टुप्पोमा त्यहीहरू नै हो त्यहीँनिर हो माई पोखरी। तर आउँदा आउँदै यो भेट्नुहुन्छ। र हामीहरू चाहिँ फर्किँदाखेरि यहाँ निक्लिकन जाँदैछौँ। सायद यो अब आउने केही समयमा टिकट काउन्टर या फिर टुरिस्टहरूको लागि हेल्प सेन्टर पनि बन्न सक्छ। थाहा भएन त्यसको बारेमा चाहिँ अहिले हामीलाई। तर यहीँनिर जोर पोखरी रहेछ। र आउँदाखेरि निक्लिनु होला। र यसरी ठुलो ठुलो अक्षरमा जोर पोखरी लेखेको रहेछ। हाम्रो सर भिडियो खिचेको हुनुहुन्छ। र यहाँ चाहिँ ठुलो ठुलो अक्षरमा जोर पोखरी लेखेको रहेछ। र फेरि पनि भन्न चाहन्छु एक थोक साह्रै मन पर्यो। हरेक ठाउँ तपाईँहरूले डस्टबिन पाउनुहुन्छ। र अर्को थोक माई पोखरीमा चाहिँ तपाईँहरू बोटिङ गर्न पाउनु हुँदैन। तर यहाँनिर चाहिँ तपाईँहरूले बोटिङ गर्न पाउनुहुने रहेछ। यहाँ बोट पनि रहेछ। सायद स्पिड बोट हो या फिर पाइडल हानेर चलाउने बोट हो। र यहाँ परेछ पाइडल हानेर चलाउने बोट अरे सरले भन्नुभएको। र पर चाहिँ सायद वासरुमहरू छ जस्तो छ। र यदि आउनु भने तपाईँहरूले जे होस् यहाँनिर ठाउँ ठाउँमा घरहरू पाउनु नै हुन्छ। र तपाईँहरूले त्यस्तो के भन्नु सुनसान नलाग्ने ठाउँ छ। र होटेलहरू पनि पाउनुहुन्छ। र खाजाहरू पनि एकदमै राम्रो र सफा र स्वादिष्ट लाग्यो हामीहरूलाई अघि खाँदा चाहिँ। र ठिकै छ यस्तै छ ठाउँ। हामी चाहिँ यो साइडतिर थियौँ र अलिक सानो सानो जस्तो लाग्दैछ पोखरी। तर पोखरी त एकदमै विशाल ठुलो रहेछ। ठुलै रहेछ विशालै चाहिँ छैन तै पनि ठुलै ठिक्क साइजको भनौँ न। उयो कुनादेखि यो कुनासम्म र यता सायद 1 2 3 4वटा कुना भएको पोखरी रहेछ। र आशा गर्दछु तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो होला। र तपाईँहरूलाई कस्तो लाग्यो माई पोखरी कमेन्टमा आएर प्लिज आफ्नो सुझाव केही हामीहरूले कहीँ गल्ती गऱ्यौँ कि त्यहाँनिर तपाईँहरूको सुझाव दिन सक्नुहुनेछ। कमेन्ट बक्स खुल्ला छ। र भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै घुम्न तपाईँहरूलाई पनि रुचि लाग्छ र नयाँ नयाँ ठाउँ जानु मन लाग्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। र आजलाई यति नै। फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ। तबसम्म गन्तव्य आफ्नै छ तर त्यो बिचमा सफरको मजा लिन नबिर्सिनु होला। किप ट्राभलिङ किप एक्सप्लोरिङ बाई। हस्त नमस्ते। यता हेर न यो छुच्चो रहेछ होला। छुच्चो रहेछ। र हरेक जनावरलाई पनि र मान्छेहरूलाई पनि हल्का माया दिनु हो भने उनीहरू शान्त भइ नै हाल्छ।